साथीहरु उता त के हो र हैन असली भ्यू त यता पो रहेछ त यस असली नजारा देखो न यस्तो ठाउँ छ हैन तर उसै लाग्यो के उस एक्कासी अघिसम्म यहाँ आउला समेत थियो कि तर फोन सन्जुसँग थियो आउ ल बोकेर लान्छ आउ डर हामी बुढासुब्बा आइसक्यौँ अनि हामी चाहिँ यहीँ फुल लिने कार्यक्रम चल्दैछ अनि पूजा सके फोटो खिच्यो ओरी हेर्नुहोस् न हेलो एभ्रिवान सेवा नमस्ते सम्पूर्णमा फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो ब्लगमा आफ्टर लङ टाइम यति धेरै समयपछि म मेरो ब्लग गर्दैछु कि साथीहरू मेरो कन्फिडेन्ट पनि यति लो भइसकेको छ कि त्यो पनि आज चाहिँ म ब्लग स्टार्ट गर्दैछु साथीहरू अनि आजको दिन चाहिँ हाम्रो एकदम स्पेसल छ सो केही स्पेसल भनेर त हाम्रो थम्बनेल हेरेर पनि थाहा भइसक्नु होला अनि यो हाम्रो प्लान चाहिँ होइन मन्दिर जाने भनेर प्लान बनाएको चाहिँ एक हप्तामा पनि बेसी भइसकेको थियो अनि हामी कामले गर्दा कसै के गर्दा प्रायः सबै कामले गर्दा बिजी भइरहेको थियौँ अनि कसैको टाइम मिलेकै थिएन सो आज चाहिँ फाइनली टाइम मिलाएर हामी जानु लागेको छौँ कहाँ भन्दा हामी दर्शन गर्न बुढासुब्बा जान लागेको छौँ अनि सो आज जानु त भनेको कि टाइम पनि मिलायो होइन अब फेरि मौसमले धोका दिँदैछ साथीहरू बिहान पनि के भन्नु बेलुकादेखिको पानी परेछ त्यही पनि हामी चाहिँ रेडी भइसकेको छौँ साथीहरू जानलाई रेडी भइसकेको अनि त्यो आज धेरै पछिबाट आफूलाई त्यहाँ यसरी हुन्छ नि फोनमा यसरी टक्क लगाएर गर्दा एकदम कन्फिडेन्ट अनि लो भइरहेछ त्यही पनि चाहिँ साथीहरू आजको दिनमा चाहिँ मैले भ्लग स्टार्ट गरिदिएको छु जसो गरेर धेरै दिनपछि हेरेर मलाई फाइनल साथीहरू अब चाहिँ हामी रेडी भएर अब हिँडेको अनि बाहिरको मौसममा पनि हामी देखाउनु मन लागिहाल्यो यस्तो भइरहेछ हाम्रो के गर्नु त्यही पनि अब यस्तो पानी अब भिज्दै पनि जाने किनकि प्लान बनाइसकेको अब जाने साथीहरू जाने जसरी हुन्छ जे गरेर हुन्छ जसरी हुन्छ जाने भनेपछि जाने हाम्रो प्लान सक्सेस गर्नै पर्ने हुन्छ त जाम हिँड्नु ढिलो भइसक्यो अनि के साथीहरू म के हो क्या यत्रो ब्याग भइरहेको के पनि आएर फेरि के भन्नु अब कथा खाने राम्रो साथीहरू हिँडेको अब भेटौँला बाटोमा यात्रा चाहिँ सुरु भइसक्यो हामी दिदी बहिनीको अनि यो हाम्रो म्याम हुनुहुन्छ अगाडि अनि म छु पछाडि फाइनली आज हाम्रो प्लान सक्सेस हुँदैछ नि त अन्त मलाई चाहिँ यति खुसी लागेको छ त्यही साथीहरू हामी भान्चोक आइसक्यौँ अनि हाम्रो दुईजना म्यामहरूलाई पनि यहाँदेखि हामीले सिधै देखिसक्यौँ कहाँ भन्दाखेरि त्यही मान्छे हो कि छाता ओढेर बस्ने दुईजना हो अनि मोबाइल त्यसो कहाँदेखि उता कि उता गर्छ कि अन्त रोडको बिच हिँडाउँदैछ यो केटीले मलाई अरू केही होइन खै त हात खैन अनि म यहाँ छु कि हात पनि खाली छैन साथीहरू यहाँ हामी दुईजना अनि हाम्रो दुईजना म्यामहरू हुनुहुन्छ हेलो एकदम सिरियस मोडमा हुनुहुन्छ हामी मात्रै हो बुनु हेर अन्त के भयो निनीलाई मैले बोलाएको नि अब यहाँदेखि साथीहरू फेरि माथि जाने स्टेडियमबाट फेरि होइन बुद्धि पनि कन्डोमै हो कि त्यत्रो माथि बस्नु न हो उसलाई रिस उठिसक्यो साथीहरू ढिलो भएकोले हो ल अब मलाई कसले काखमा राख्छ छोरा अगाडि पछाडि गएर बस बरु मेरो काखमा अब लाग्यो साथीहरू माथिसम्म हामी आज कतिखेर पुग्ने हो कुन्नी हामी चाहिँ अब निनीको रुम जाँदैछौँ निनी बाँकी हुनुहुन्छ नि त अनि सबैजना फारे भइसक्यो एउटा निनीले गर्दा एउटा यहाँ कुर्तामा अलिकति यहाँ तोहार भइन्छ नि यो साइडमा अनि उसलाई त्यहाँनिर रिस उठिसक्यो अनि म चाहिँ अब म त रिस उठ्दैन साथीहरू रिस उठे पनि म त हाँस मात्रै उठ्छु के सिरियस भइसक्यो हाम्रो मनिला म्याम त त्यहाँ उसलाई त्यति भए काम पुग्यो अझै यहाँ अब
निनीलाई भेटिकन त्यही रेडी भइकन अनि जानुपर्ने थियो साथीहरू। अब कतिखेर 5 बजीदेखि रेडी भएको हामी कति 6 भइसक्यो यहाँ 6 साढे भइसक्यो होला। गठन मन गर्दै यहाँ दिन बितिसक्यो। हाम्रो निनी के गर्दै हुन्छ क्या अब अहिलेसम्म त्यहाँ कहाँ अब खानाको भित्रको भित्र जानुपर्छ त अनि ए यसरी नै जानुपर्छ। लड्दैछ नि यसरी छ नि त साथीहरू। ए छोडिदिन्छु बरु म त कसले बोक्छ ए छोडिदिनु बरु पानी परेको छ नि त यसो गर्नु पर्यो साथीहरू। निनीको त रुम त कहाँ हो भित्रदेखि पनि भित्र यहाँ म फर्स्ट टाइम आउँदैछ निनीको रुम त्यही भएर यहाँ मलाई मन्दिर जाँदा पनि यत्तिकै सिडी चढ्नु पर्दैन होला बिस्तारै। के गर्दै हुनुहुन्छ यहाँ देखो न गाइस देखो न हाम्रो निनीलाई। मेरो साथीको पहिलो याद लु हेर न एउटा फेरि सुतिरहेछ कति मजा हो हामीलाई। आइया म त बस्छु मेकअप गर्नु चाहिँ रेडी त भइसकेछ आधी उधी हाम्रो निनी हो। ल साथीहरू यहाँ निनी रेडी हुन्छ अनि चाहिँ त्यसपछि चाहिँ जानुपर्ने हुन्छ। आमा 1 hour later. ल साथीहरू फाइनली हाम्रो सन्दा सबैजना रेडी भइसक्यो यहाँ। अब चाहिँ नि हामी अब चाहिँ कहीँ कतै नबिसाइकन अब चाहिँ हामी गन्तव्यसम्म पुग्छौँ नि। अब चाहिँ होइन निनी अब चाहिँ हाम्रो गन्तव्यसम्म पुग्छौँ नि। ल साथीहरू धरानको भ्यूहरू मै बिहानैको भ्यू हाम्रो हिँडाइले त कहिले पुगेको नि आया भ्यू होइन घरिघरि मलाई पनि हेर्दै गर्नु कसले भनेको ए ल ल यसै गर्दै गर्दै ढिलो ढिलो गर्नु। खनि आइपुग्दैछौँ साथीहरू दन्तकाली छु भने है अब आया घुमाएर निनीले त आज त भोलि बिहान चाहिँ पुऱ्याउँछ जस्तो लाग्दैछ साथीहरू। हामी बुढासुब्बा आइसक्यौँ अनि हामी चाहिँ यहीँ फुल लिने कार्यक्रम चल्दैछ। अनि म चाहिँ यहाँ किनकि मभन्दा ठुलो एजेड हुनुहुन्छ नि त हाम्रो सन्जिता म्याम हुनुहुन्छ त्यही भएर सन्जिता म्यामलाई मैले देखेको छु सधैँ जिममा हिँड्दै आएको। भयो पर्स निकाल न पर्स सुब्बालाई यहाँ सुब्बाको छेउमा छ कि पुजारी हुन्छ गरिदिनुहुन्छ। यो दुईवटा लाने होइन टोक्री यो चाहिँ हामीले रुमबाटै लिएको थियौँ नि साथीहरू त्यही भएर निकाल्नु पर्यो नि। ल यो पनि म बोक्छु यो ल जाऊँ ल बोक ल तिमी भएन हुन्छ नि यति नर्मल हुन्छ कि जाऊँ फोन फेरि चलो अब हम चल्ने लागि हमारे सरी लु भयो आज बिहानदेखि केटीहरूको पालो रिसाउँछ अघिसम्म ऊ रिसाउँदै थियो अब म ए न असली चेहरा ए ल म मात्रै मोबाइल देखाएर हेर्नु के गर्नु म होइन म पनि ढाक्नु यसरी म पनि ढाक्नु साथीहरू
देखाइदेऊ के गर्नु साथीहरू हुनु त म कट्टुमा हिँड्ने मान्छे साथीको सँग मलाई सुधार्ने एउटाले चाहिँ यो अठ्याउँ भने ऐसे करके जाना चाहिए होइन कि साथीहरू म धेरै नयाँ कुराहरू सिक्दैछु के गर्नु अनि जाउँ धन्यवाद जाउँ न अब हेर न यसै छोडेर हिँड्छ कि अन्त मेरो होइन कि साथीहरू तर म कहिले यसरी हिँड्दिनँ कि म यसो सोच्छु यार अब म धेरै बोल्दिनँ म ज्ञानी भएर एकदम सरिफ बच्चा भएर हिँड्छु होइन क्या मेरो त साथीहरू यो अड्दिनँ त अन्त कि मलाई साथी यिनीहरूले मलाई सरिफ बच्चा त बनायो कि तर यो अडिँदैन त अन्त सरिफ भएको के काम तर सिक्नै पऱ्यो यार साथी सबै कुरा साथीहरूबाटै सिकिन्छ यति नगरी त अन्त मलाई फेरि सबै यिनीहरूको ग्रुपमा हिँडिहाल्छ दुईजनाको जोडिएर नि यहाँ म आफैलाई हाँस उठ्दैछ यति हाँस उठ्दैछ नि म एक्लै साथीहरू हाम्रो सन्जिता मैम आगे आगे चल रहा है ये एकछिन ठीक है ए प्रिन्सहरूले छिटो यता गर अनि कि मेरो चाहिँ खोल्नै पर्छ साथीहरू हामी लाइन बस्दैछौँ अनि कि यो त मेरो टाउकोमै अडिँदैन यसो गर्छु झरे गर्छ दुईजनाले कस्तो मलाई रटाउँछ मेरो अडिँदैन अनि यसो गर्छु झरे गर्छ राउन्ड लगाएर पनि सक्यो अनि हाम्रो एकजना उहाँ लास्टमा हुनुहुन्थ्यो अनि ल जाऊँ कताबाट हामी कहाँ यताबाट जानु यताबाटै अनि बुझा सके फोटो खिचिवरी अब हेर्नुहोस् नाना अब के लिने कस्तो लिने हेर्नु त अघि पनि हेरेको थिएँ अनि सेम देखो न The next day. आज चाहिँ नेक्स्ट डे सो आज चाहिँ हामी नेक्स्ट डे हो अनि आज चाहिँ हामी हाइकिङ हिँडेको हामी आज शिवझट्टा जाने प्लान थियो तर हिजो बेलुका पानी परेकोले हामी चाहिँ कहाँ अरे मुन्दुम है धरान मुन्दुम ट्रायल जानु लागेको छौँ ए मुन्दुम ट्रायल होइन मुन्दुम ट्रायल भन्यो भने ट्रायल नै मुन्दुम जानु लागेको छौँ सो आजको हाम्रो हाइकिङ चाहिँ मुन्दुमको लागेको छ साथीहरू आजको दिन हाम्रो के कस्तो हुन्छ हेर्नु होला अनि यहाँदेखि चाहिँ हामी 3 जना छौँ अनि माथि हुनुहुन्छ 4 जना अनि त्यहाँदेखि जानुहुन्छ होला क्या 4 जना त्यही हो साथीहरू हामी माथि गएर भेट्छौँ अब 2 hours later. साथीहरू म चाहिँ जिन्ददेखि तल आइसकेँ अनि साथीहरू चाहिँ तलै छ म चाहिँ सुइँकासु हिँड्दै अनि त्यही भएर आएको स्याहार पनि भइरहेको छु अनि सो साथीहरू यहाँदेखि देख्न सक्नुहुन्छ भ्यू हेर्नु न त्यो के भन्छ यसलाई यो रातो फुललाई कस्तो मजाले फुलिरहेको छ क्या अहिले अनि रातो भइरहेको छ वाउ र बबाल देखिरहेको छ है सो मेरो साथीहरू चाहिँ आउनु बाँकी नै छ तलै छ म चाहिँ सरासर हिँडेको अन्त आइपुगेँ यहाँ अब एकछिन यहाँ पर्खिनु पर्ने हुन्छ म यहाँ छु मेरो ब्यागहरू त्यहाँ छ अनि मैले चाहिँ भ्लगहरू पनि मजाले गरेको छैन साथीहरू भ्लग मजाले गरेको छैन किनकि आफ्टर लङ टाइम मैले धेरै पछिबाट भ्लग स्टार्ट गरिरहेको छु अप्ठ्यारो फिल भएकोले मैले भ्लग गरेको छैन साथीहरू यहाँ आइसकेको छु एकछिनमा वेट गर्नुपर्ने हुन्छ त्यही हो साथीहरू आजको भ्लग यस्तै हुँदैछ सो हेर्दै गर्नु होला इन्जोय गर्नु होला भएको छ हाम्रो प्यारा प्यारा मित्रहरू मनला सन्चै हुनुहुन्छ नि
अघि एकछिन त पखेटा पलाएर उडेको थियो अहिले त थाक्यो सन्जिता तर हिँड्दैछ यार अब दादाहरू त के कुरा गर्नु होइन लौ मुख नधुवा भरे चोर आउँछ अब नधुवा है बन्द गर खा मात्रै मैले छोडेर गयो पानीले त कति घट्छ जुम ल जुम भन्ने जुम कसो चल्दिम जुम जुम ल जुम 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 एकछिन बसौँ न यसरी बस्यो भने बसेको बस्दै हुन्छ हो भने म त त्यसै भन्दिनँ त यो साँचो कुरा हो साथीहरू अब चाहिँ चारजनालाई अगाडि लाएर म पछाडि बस्नु पर्यो एकछिन किनकि म थाकेँ नि त त्यही भएर एकछिन अब पछाडि बस्छु बिचरा हाम्रो सोल्टी लगाएर ब्याग बोकाएर आयो यत्तिकै चाहिँ हुनुपर्छ है कति ज्ञानी हुनुहुन्छ हाम्रो सोल्टी चुपचाप लागेर केही नभने शान्त भएर ज्ञानी भएर सोल्टिनीको ब्याग बोकिरहेको छ लाजले होला सोल्टिनीलाई केही भन्नु नसकेर सोल्टिनी लजाए त मरिजाउँ म त्यसै भन्छु सोल्टी लजाएर त्यहाँ दादालाई के भन्दा होइन सिस्नो हाई गर्ने होइन तर साँच्चीकै यो ग्रुपमा त मै मात्र हो प्यातर 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 गर्न म कति बोलिसकेँ तर कोही बोल्दैन हाँस्नु मात्रै मैले हँसाएँ भने घरिघरि सोल्टीलाई जिस्काउँछु सोल्टी पनि जिस्किँदैन बोल्दैन पनि हाँस्दैन पनि कति वर्कै लगाएको भन्दा होला बिचरा सोल्टीले तर भेन भन्ने मात्रै हो अहिले मैले जिस्काउनु थाल्यो भने चुपचाप बस्छ हो कि होइन सन्जिता भन त जिस्को भन्दै जाँठालाई भन्दा मनमा वाह क्या मस्त जिंदगी जी रहे हम गाइस देखो ना ये हमारे 4 लोग अभी भी वहीं है हम यहाँ पे आकर हमारा थकान मिट चुकी है पर ये 4 लोग इतने लेट आ रहा है कि देखो ना चीटी भी ये इससे ज़्यादा जल्दी चलेगा पर देखो म चाहिँ आएर आधी घन्टा भइसक्यो हावा खाएको यस्तो चिन्डेको हालत ऐसा हाल हो गया है देखो 1 hour later. हेर्नु साथी सिडी कस्तो दामी हामी आधी बाटो चाहिँ आयौँ होला अब सो यहाँ चौतारा छ अनि यहाँ आइपुग्यो अब हामी उकालो जाने होला है उकालो के कता हो यता यहाँ बसेर खाने ठाउँ पनि छ राम्रो चौतारा जस्तो छ हैन यता यहाँ याक्थुममा चाहिँ भनेको के रे लोकेसन घुम्ने आउने के गर्नु जाम न घुम्नु हिँडिसक्यो पुग्नु परेन आधी बाटोदेखि यस्तो नभन्नु यही उकालोबाट त होला कि कताबाट जाने यताबाट यताबाट चाहिँ याक्थुम जाने अरे अनि यता चाहिँ यता चाहिँ कति ठाउँ छ यहाँदेखि छुट्टिने रहेछ हेलो साथीभाइ हामी याक्थुङ आइपुग्यौँ अब के भन्नु यहाँदेखि मासेर जानुपर्ने छ गल्सकेको छु के भन्दा बेसी बोल्न आउँछ यता मपट्टि बस्नु पनि अब आमा मान्छे टेम्पोमा अब फाइनली साथीहरू यहाँ आइसक्यौँ हामी चाहिँ गेटमा याक्थुङ
याकथुङ पनि भन्छ मुन्दुम पनि भन्छ एकछिन गीत मार्नु एकछिन गीत मार्नु मलाई कपिराइट लाग्छ ल आइसक्यौँ साथीहरू अनि कपिराइट लाग्छ के हो नि त कपिराइट लाग्छ नि त होइन साथीहरू अनि चिसो चाहिँ हो माई गड लाग्दिउँ ल म हिँड्छु साथीहरू यहाँ लाग्यो फोटोसोटो खिच्यो अनि यहाँ चाहिँ जुगाको एकदम जुगाको चेकिङ हुँदैछ सोल्टीको पेनबाट चाहिँ कतिवटा जुगा निकाल्यो होइन सबै यहाँ उसकोबाट पनि निकाल्यो यहाँ जुगा सबैलाई जुगाले भ्याइछ त मलाई मात्रै भएको छ यहाँ तर मलाई अब पर्दैन यहाँ लट्ठी खै सोल्टी लानुभयो लट्ठी बिचरा सोल्टी दाइले मलाई सराप्छ अनि यस्तो साथीहरू हाम्रो यात्रा सुरु भयो अब चाहिँ अड्किन्छ पो त हौ न ल लाउ न म पनि हिँडेको भिडियो निकाल्देऊ न हौ ल म पनि हिँड्दैछु लु होइन जुगा त मेरो चाहिँ चाक्दिन अरूको चाहिँ खुट्टातिर मेरो चाकतिर कम्मरतिर पस्छ साथी बाटो चाहिँ वा तर योभन्दा परको सिडी चाहिँ वा त्यो चाहिँ वा मेरैमा पनि भएछ यतातिर बस्नु हुँदैन है हरियालीतिर यो मेरो हातमा आएछ कि लट्ठीबाट होला लु मर्दैन त अन्त लु सोल्टीको लट्ठी टिपेको थिएँ ए लट्ठीबाट आएछ त मलाई मात्रै भेटेको छैन भनेको भेटिहाल्यो ल हाम्रो बडी गार्डहरू हेर यिनीहरू तलदेखि आएको यहाँसम्म छ सायद माथि पुग्दासम्म आउँछ यिनीहरू अथु गर्दैछ अझै त्यो मोजा खोलेर हेर न जुगा हुँदो रहेछ साथीहरू जुगा यस्तो जङ्गल वाउ बाला जङ्गल छ साथीहरू वाउ अब तिर्स आयो कि अहिलेसम्म अब फेरि उकालो हाम्रो दुईजना हेरेर के गर्नु हिँड्नै पऱ्यो होइन यस्तो घुमिकन बनाएको रहेछ यसरी यहाँ लाग्नुपर्ने हुन्छ यस्तो चकचक्ता गर्नुपर्छ नि अलिअलि होइन साथी साधन फाइनली साथीहरू अब चाहिँ यहाँ आइसक्यो यहीँसम्म हो यही हाम्रो यात्रा यहीँ हुन्छ यहाँ एकछिन बस्नुपर्ने हुन्छ एकदमसँगले यिनीहरूलाई आराम गर्न दिनुपर्ने हुन्छ यहाँ अनि चाहिँ फर्किनु पर्ने हुन्छ यतिको लागि आएको हामी यहाँ साथीहरू अब खानु बस आ गए हम पहुँच गए यहाँ पे ल आइयो साथीहरू ख्यालमै यी दुईजनालाई खाऊ न अब यहाँ सुकुन इतना सुकुन यस्तो मिठो हावा चल्छ नि हो माई गड
वाह अब आरामले बस्नुपर्ने हुन्छ नि त साथीहरू यस्तो मिठो हावा चल्दैछ के गर्नु साथीहरू ल असली भ्यू त यताबाट रहेछ त असली नजारा देखो न यस्तो ठाउँ छ होइन तर उसै लाग्यो क्या उस एक्कासी अघिसम्म यहाँ आउँदासम्म थियो कि तर फोन सन्जुसँग थियो आऊ ल बोकेर लान्छ आऊ डरले यस्तो ठाउँ छ कि मतलब कस्तो भन्नु भिड छ कि भिड सारा त्यही भएर यिनीहरू आऊ आऊ न बिस्तारो आऊ ल हात देऊ यहाँ ठेउ ल यहाँ पकड भगवान झार्छु भन्दा पनि आऊ न ल ब्यागमै नै म एक्लै झर्छु झर्नु तपाईँ आफै यस्ता छ नि आयो अरूभन्दा हाम्रो सन्चिताको पिक्चर ये भगवान होइन साथीहरू म मात्र रहेछु पत्रक पत्रक बोल्ने पनि कराउने पनि उफ्रिने पनि बाँदरभन्दा 3 नगर लु यहाँदेखि त्यहाँ त सजिलै छ हौ ये भगवान होइन म चाहिँ केटी परिन कि क्या हो हजुर ऊ उसले चार्ज गर्दै उसको लास्ट भेट लु यस्तो छ साथीहरू आम्मा वाह आवाज चारैतिर गुन्जिन्छ वाह यस्तो भिड छ साथीहरू बाटो चाहिँ वाह ये न असली मजा ये भगवान बोकेर ल्याउँछु भन्दा म होइन रे आउँदा पनि अब लसङ लसङ यतिको खण्डार त नगरी त उठ्दै हुँदैन के ऊ देख्नुहुन्छ साथीहरू यस्तो छ मतलब यस्तो भिड छ पुरा भिड खङ्ग्रङ छ खङ्ग्रङ त्यो के भन्छ ताजबन्धन मुभी हेरेको छ नि हो हेरेको होला नि जमानामा होइन हो त्यस्तैवाला त्यो भिड छ क्या यहाँ साथीहरू अनि मौसमको कुरा गर्नुहुन्छ नि यस्तै साथीहरू यता चाहिँ फेरि मस्तो मौला घाम लागिरहेछ यतिको भिड त यो हाम्रो गाउँदेखि अलिक मासतिर त्यो यो गाउँमा चौडानी पनि यस्तै ढुङ्गाको उयो वाला छ वाह त्यस्तै रहेछ नि तर शीतल हो माइ गॉड 1 hour later ए गरेको क्रममा आया मेरो त खुट्टामा पानी फोका उठेर ठोकी गर्छ जुत्ता खोलेर हिँड्छ ल उफ्रिँदै उकालो आउँदा बरु मजै भएको थियो यो ओह्रालो झर्दा जतिको नि यो झ्याउ जिन्दगीमा हेर्न हामी कति धेरै आउँछ यो आज कति धेरै आएको मेरो खुट्टामा यो फोका पर्छ हौ जुत्ता खोलेर हिँड्नु कि क्या हो म त्यही सोच्दैछु जुत्ता खोलेर म हिँड्छु क्या जुत्ता छ यस्तो मलाई के दिन्छ साथीहरू हामी चाहिँ झरिसकेको मैले त भ्लगर नै बिर्सेछु झरेर पनि यहाँ
सामान किन्दैछ अनि छ्याङ किन्दैछ कि साथीहरू त्यो छ्याङ हो कि तर यति कडा छ कि यो चाहिँ मैले एक घुट्की खाएँ त मेरो यहाँ पेट पोल्दैछ अनि सन्जितालाई खान झक्छ अरे कि अनि एक बोतल बोकेको छ सानो बोतलमा आज अघि मलाई एउटा पसेको थियो अनि छैन अनि हाम्रो सोल्टीलाई जुकाले घेरेको थियो अघि उल्टो पाल्टो मैले के गर्दैछु यार वाह चेक गरेँ त होइन यहाँ मलाई पेट पोल्यो यार साथीहरू यहाँ हालेको छुमै मैले उयो तल अरे हेलो म पनि लाग्नुपर्ने हुन्छ उकालो यस्तरी जानुपर्ने हुन्छ कि होइन उकालो छ अब आज त पुरा घुम्ने हो नि त होइन हेर्नु साथीहरू कस्तो राम्रो ठाउँ के सिडी हरियाली ओ माई गड कस्तो दामी कति रमाइलो भइरहेछ हिँड्नु गाह्रो भए पनि तर कस्तो रमाइलो भइरहेछ मान्छे हिँडेर तातले कता कता सबै धमाधम काम गर्छ म मात्रै खाँदै बस्छु यो बिर्सन तपाईँ सब खोल्नुहोस् त कहाँ गयो मसला खाँदै बस्नु खोल्दै बस्नु त काम त साथीहरू आज बहुत अच्छी से दिख रहा है यहाँ की नजारा आज मात्र राम्रो